नमस्ते ल ल त्यो चाहिँ सानोभन्दा ध्यान दिउँ भाइ। हाम्रो आँखाको सबैभन्दा नजिक हुन्छ परेलालाई हामी देख्दैनौँ होइन। तपाईँको आँखाको परेला बनेर बस्न चाहन्छु म है। मलाई नदेखे पनि महसुस गर्नु ल, यहाँ परेला छ भन्ने जस्तो महसुस गर्नु, कहिले कहिले छुनु हो। अघि ठेलामठेल गरेर फुल दिँदै हुनुहुन्थ्यो। म अरू जस्तो यस्तो माला फाल्ने मान्छे होइन क्या है। तपाईँहरू सबैजनालाई मेरो अहिलेसम्मकै सबैभन्दा ठुलो नमस्ते, अलिक ठुलो नमस्ते, अलिक ठुलो, सबभन्दा ठुलो नमस्ते। कुर्कुचा पनि उचालेको छु यहाँहरू सबैजनाले मेरो मनभरि तपाईँले देखाउनु भएको सम्मान भन्दा अझै धेरै सम्मान छ, अझै धेरै माया छ है। मलाई नेता कहिले पनि नठान्नु, म तपाईँको साथी बन्न चाहन्छु है। अँध्यारोको साथी, दुःखको साथी, ठिक छ ठिक छ। ए ए ए यस्तो भएछ है। बिरगोपमा राम्रो लाउन जानिएन छ केही छैन, ओके ओके, नो प्रब्लम। अँध्यारोको साथी, दुःखको साथी, विपदको साथी, आपद पर्दाको साथी। सुखमा चाहिँ मलाई नसम्झिनु, म आउँदिनँ है। तपाईँले मलाई खानु बोलाउँदा, सम्मान गर्नु बोलाउँदा चाहिँ म त्यस्तो आउँदिनँ होला है। तर तपाईँलाई विपद पर्दाखेरि म आफै आउँछु, बोलाउनु पर्दैन। त्यो चाहिँ मेरो क्यारेक्टर हो। अब सबैभन्दा पहिला त मेरो आफ्नो परिचय दिनु पर्यो ल त मैले होइन। अर्को साम्पाङ घमण्डी, के साह्रो घमण्डी आमै भन्छ मान्छेले। मिडिया मेनिपुलेसन भन्छ त्यसलाई, मिडिया मेनिपुलेसन, मिडियाको त्यो दुष्प्रचार मात्रै हो। अर्को साम्पाङ घमण्डी छैन है। अर्को साम्पाङ जस्तो सिधा र सोझो र सानो मान्छे त नेपालमा अरू कोही पनि छैन। तर त्यही सिधा मान्छे भएर होला म त लाटा दिनभरि काम गर्ने, तिमी चाहिँ बाठा दिनभरि गफ गर्ने। पारा मिल्दैन त कान्छा, हाम्रो त पारा मिल्दैन। म गीत गाउँछु क्या म होइन। लाटा पनि के साह्रो लाटा हो, ढुङ्गा बोकी बोकी देश बनाउनु खोज्छ यार होइन। यत्रो फुच्चे केटाले भनेर यहाँहरूलाई पनि लागिराखेको होला। हो, म लाटै हो। तर त्यो लाटा मान्छे कतिखेर रिसाउँछ, रिस उठ्छ उसलाई पनि। लाटा रिस उठ्यो अब मलाई भन्छ नि जतिखेर यो देशमा विदेशीले हस्तक्षेप गर्छ त्यतिखेर चाहिँ त्यो लाटा फेरि साह्रै रिसाउँछ है।